ध्वस्त भएको छ। अनि फेरि पनि चाहिँ दोस्रो पल्ट पठायो राजाले बोलाउनको लागि। उसले पनि एरियालाई चाहिँ आदरपूर्वक सम्मान नगरेको कारणले गर्दाखेरि त्यहाँनिर ध्वस्त भएर चाहिँ आगो झारेर चाहिँ मान्छेहरू मरेको छ। अनि उनीहरूले पनि त्यही सोचिराखेको थियो चेलाहरूले पनि कि तपाईँको कुराहरू यिनीहरूले सुन्दैनन्, तपाईँले आदर गरेनन्, इज्जत गरेन, यिनीहरूलाई के ध्वस्त पार्नुहुन्छ भन्दाखेरि यसुले त्यहाँनिर भत्काउनु भएको छ। अनि उहाँले भन्नुभएको छ, यदि तिमीभित्र कुन जीवन छ भनेर तिमीले जानेको भए यो कुरा गर्ने थिएन। अनि नयाँ करारको जीवन भनेको चाहिँ ध्वस्त गर्ने जीवन होइन। नयाँ करारको जीवन भनेको चाहिँ दिने जीवन हो। अनि परमेश्वरले सबैभन्दा पहिले चाहिँ उहाँको पुत्रलाई यस संसारमा दिनुभयो। यो जीवन चाहिँ हामीले पाएको सित्तैमा पाएको जीवन चाहिँ तपाईँ र मैले अरूलाई बाँड्ने जीवन हो। वचनले भन्दछ तिमीले सित्तैमा पायो सित्तैमा देऊ। अनि नयाँ करारको जीवन चाहिँ हामीले अरूलाई दिनुपर्ने जीवन हो, बाँड्नुपर्ने जीवन हो। त्यसै कारणले हामीले के बुझ्यौँ भन्दाखेरि नयाँ करारको जीवन चाहिँ अनन्त जीवन चाहिँ यो चाहिँ येशूकै जीवन, परमेश्वरको जीवन, अनि त्यो नबनिएको जीवन चाहिँ हामीले पाएका छौँ। तपाईँ र मैले चाहिँ त्यो जीवन चाहिँ परमेश्वरको जीवन, येशूको जीवन, पुत्रको जीवन चाहिँ तपाईँ र मैले पाएका छौँ। किनभने तपाईँले येशू संसारमा आउँदै गर्दाखेरि पनि उहाँको नाममा चाहिँ धेरै अगमबाणीहरू बोलिएको थियो। अनि उहाँको नाउँको अर्थ चाहिँ इमानुएल, उहाँको नाउँ चाहिँ इमानुएल राख्नेछौँ। अनि इमानुएल नामको अर्थ चाहिँ परमेश्वर हामीसँग भनेको छ। अनि त्यो जीवन चाहिँ तपाईँ र मसँग बास गर्नको लागि पठाउनु भएको, तपाईँसँग बस्नको लागि, तपाईँसँग साक्षात्कार गर्नको लागि, तपाईँलाई जीवन दिनको लागि चाहिँ त्यो जीवन आएको थियो। अनि यो कुराहरू आज विश्वासीले हामी कतिपल्ट बुझिरहेको छैनौँ। अनि नबुझेको कारणले गर्दाखेरि हामी भित्र भएको जीवनलाई हामीले चाहिँ एउटा सामान्य कुरो ठानिराखेको छौँ। सामान्य कुरो जस्तो मात्रै हामीले त्यसले मानेको छौँ। त्यसै कारणले यहाँनिर 13 पदमा यसरी लेखेको छ, यूहन्नाले तिमीहरूले अनन्त जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरको पुत्रको नाउँमा विश्वास गर्नेहरूलाई यो पत्र म लेख्दैछु। अनि यहाँनिर यूहन्नाले के लेख्दैछ भन्दाखेरि हामीले ग्रहण गरिसकेर पनि, हामीले विश्वास गरिसकेर पनि, अनि हामीभित्र चाहिँ त्यो अनन्त जीवन छ, परमेश्वरको जीवन छ, येशूको जीवन छ भन्ने कुरो हामीले नबुझेको हुन सक्ने रहेछौँ। अनि त्यसै भएको कारणले गर्दाखेरि यूहन्नाले यहाँनिर हामीलाई पत्र लेख्दैछ। आजभन्दा धेरै वर्ष अगाडि नै यो पत्र चाहिँ लेखिएको थियो कि तिमीहरू विश्वास गर्नेहरूको निम्ति म यो पत्र लेख्दैछु कि तिमीहरूले अनन्त जीवन पाएको छ, तिमीहरूले चाहिँ येशूको जीवन पाएको छ। अनि त्यो जीवन चाहिँ तिमीहरूभित्र छ भनेर चाहिँ उसले चाहिँ जानकारी गराउनको लागि चाहिँ यहाँनिर हामी लेखेको पाउँदछौँ। अनि यो हामीभित्र भएको जीवन थाहा नभएको कारणले गर्दाखेरि आज हामी कति विश्वासीहरू, तपाईँले किन विश्वास गर्नुभयो, तपाईँ किन सङ्गति गइरहनु भएको छ, तपाईँ किन येशूलाई पछ्याइरहनु भएको छ भन्यो भने हामी मरेपछि अनन्त जीवन पाउनको लागि, मरेपछि अनन्त जीवन पाउनको लागि चाहिँ हामीले सङ्गति गरिरहेका छौँ, हामी येशूलाई पछ्याइराखेका छौँ, यो गरिराखेका छौँ भन्ने कुरा हामी आन्सर दिन्छौँ। तर तपाईँ र मलाई चाहिँ अलरेडी नै परमेश्वरले त्यो जीवन दिनुभएको छ। यो जीवन चाहिँ मरेपछि पाउने जीवन होइन। यदि मरेपछि पाउने जीवन भएको हो भने त तपाईँ र म मर्ने बेलामा चाहिँ स्वर्गदूतहरू चाहिँ रेडी भएर बस्नु पर्थ्यो होला। अब यो मान्छे चाहिँ मर्न लागेको छ, यसलाई चाहिँ आउने बित्तिकै अनन्त जीवन दिनुपर्छ, मैले अनन्त जीवन चाहिँ ठिक पारेर तयारी भएर चाहिँ त्यहाँदेखि के गर्नुपर्ने हो, परमेश्वर सबै कुरो रेडी भएर चाहिँ को मान्छे मर्न लागेको त्यसको रेडी भएर होइन, यो त सम्भवै हुँदैन। त्यस कारणले तपाईँ र मैले अलरेडी त्यो जीवन पाएको कारणले गर्दाखेरि पनि अनि वचनले भन्दछ हामी मर्यौँ भने पनि मर्दैनौँ। किन मर्दैनौँ भन्दाखेरि हामीभित्र चाहिँ त्यो अनन्त जीवनले काम गरिरहन्छ, अनन्त जीवन छ, येशूको जीवन छ। अनि मरिसकेपछि पनि हामी मर्दैनौँ, मरिसकेपछि हामी स्वर्गमा जीवित हुन्छौँ। यहाँ हामी आँखा चिम्लिन्छौँ अनि स्वर्गमा हामी आँखा खोल्छौँ। किन भन्दाखेरि हामीभित्र चाहिँ त्यो येशूको जीवन, अमरत्व, जुन अनन्त जीवन हामीभित्र भएकै कारणले गर्दाखेरि हामी चाहिँ स्वर्ग जान्छौँ, हामी चाहिँ मर्दैनौँ होइन। नत्र भने त तपाईँलाई कसैले तपाईँको नाउँमा हामी तपाईँ मरिसकेपछि 5 तले घर बनाइदिन्छु भन्दाखेरि के तपाईँ खुसी हुनुहुन्छ होइन?
अथवा तपाईँको नाउँमा तपाईँ मरेपछि हामी एउटा गाडी तपाईँलाई किनिदिन्छौँ भन्दाखेरि तपाईँ खुसी हुनुहुन्छ? हुँदैन नि। बरु अहिले नै मलाई चाहिँ बरु एक तले घर दे, बरु त्यो 5 तले चाहिँदैन, मलाई एक तले घर चाहिँ दिएन, बरु त्यहाँ गएर बस्छु भन्ने हुन्छ होइन। बरु गाडी चाहिँदैन, हामीलाई त्यो एउटा मोटरसाइकल भए पनि किन्दैन, त्यो भए पनि चढ्छु भन्ने हुन्छ होइन। आज अनि हामीले नबुझेको कारणले गर्दा हामीभित्र कस्तो जीवन छ भन्ने कुरा हामीले नबुझेको कारणले गर्दाखेरि नि विश्वासीहरू चाहिँ अनि हामी धेरै निराशाको जीवनहरू जिइराखेको छौँ। हामीलाई डिप्रेसनले समातिराखेको छ, विभिन्न किसिमको रोगहरूले समातिराखेको छ होइन। हामी विभिन्न किसिमको समस्यामा हामी परिराखेका छौँ। किन त भन्दाखेरि हामीभित्र भएको जीवनलाई हामीले बुझ्न नसकेको कारण। त्यो हामी बुझ्दैनौँ भनेर नै यूहन्नाले आजभन्दा 1000 वर्ष अगाडि नै लेखेको रहेछ, विश्वास गर्नेहरूले चाहिँ अनन्त जीवन पाएको छ है, तिमीले चाहिँ अनन्त जीवन पाए जस्तो गरेर जिउनु है भनेर चाहिँ उसले हामीले पत्र लेखेको छ। अनि त्यस कारणले आज तपाईँ अनि मैले जुन दिन येशू ख्रीष्टलाई मेरो प्रभु र मुक्तिदाता ग्रहण गऱ्यौँ, त्यसै दिन चाहिँ प्रभु येशूको त्यो जीवन चाहिँ हामीले पायौँ। यूहन्ना 10:10 मा त्यहाँ हेर्नु भने त्यहाँ के भनेको छ भने, चोर त चोरु र नासपारु भन्ने हेतुले आउँछ, तर म त तिनीहरूले प्रशस्त मात्राको जीवन पाउन् भन्ने हेतुले आएको। अनि येशू ख्रीष्टमा भएको जीवन चाहिँ यति प्रशस्तको जीवन हो, त्यो चाहिँ कसैले लगेर पनि लाग्न नसकिने प्रशस्त त्यो जसले लान्छ त्यसले चाहिँ प्रशस्त तरिकाले त्यो लगोस्। आज त्यो जीवन चाहिँ तपाईँ अनि मलाई येशू प्रभुले दिनुभएको छ। तपाईँ र म भित्र चाहिँ अनन्त जीवन छ, येशूको जीवन छ, परमेश्वरको जीवन छ। आज त्यो जीवन चाहिँ तपाईँ र मैले थाहा पायौँ भने, त्यो जीवन चाहिँ बुझ्यौँ भने, त्यो जीवनको शक्तिलाई चाहिँ हामीले बुझ्न सक्यौँ भने तपाईँको मेरो जीवनमा फरक आउँछ। आज चेलाहरूलाई हेर्नुभयो भने जसले चाहिँ उहाँभित्र चाहिँ प्रभुको जीवन छ, येशूको जीवन छ, परमेश्वरको जीवन छ भन्ने जसले बुझे, उनीहरूले चाहिँ संसारलाई चाहिँ उलटपुलट गरे, संसारलाई उलटपुलट पारे। आज दुई जीवन तपाईँ र मैले बोकेर हिँडेको छौँ, तर हामीलाई चाहिँ थाहा नभएको हो कि म भित्र भएको जीवन कस्तो जीवन हो। अनि त्यो जीवनलाई चाहिँ तपाईँ र मैले बुझ्यौँ भने तपाईँ र मैले पनि तपाईँको जीवनलाई परिवर्तन गर्न सक्छौँ, संसारलाई हामी उलटपुलट पार्न सक्छौँ। किनभने तपाईँ र म भित्र चाहिँ परमेश्वरको जीवन छ, येशूको जीवन छ। त्यसै गरी हामी पहिले हुँदा 1:2 पदलाई हामी हेर्ने। कसैले पढिदिन्छ? त्यो जीवन प्रकट भयो र हामीले देख्यौँ र हामी गवाई दिन्छौँ र तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौँ जो पितासँग थियो र हामी कहाँ प्रकट भयो। यो जीवन चाहिँ पहिले कहाँ थियो भन्ने कुरो संसारको मान्छेलाई थाहा थिएन होइन, हामी कसैलाई पनि थाहा थिएन। तर यो वचनले के भन्दछ भन्दाखेरि पहिले चाहिँ यो जीवन पिता कहाँ थियो अनि त्यो जीवन चाहिँ हामी कहाँ प्रकट हुनुभयो। त्यो भनेको चाहिँ के भन्दाखेरि सुसमाचार यूहन्ना 1:1-2 पदमा चाहिँ के भनेको छ भने, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन नै परमेश्वर हुनुहुन्थ्यो। अनि यो चाहिँ आदिमा वचन हुनुहुन्थ्यो, वचन कोसँग हुनुहुन्थ्यो भन्दाखेरि पितासँग परमेश्वरसँग हुनुहुन्थ्यो, अनि त्यो वचन नै परमेश्वर हुनुहुन्थ्यो। अनि 14 पदमा त्यहाँनिर आएर हेरौँ भने त्यहाँ सुसमाचार यूहन्नाको 14 पदमा त्यहाँनिर चाहिँ के भनेको छ भन्दाखेरि, अनि वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यतामा पूर्ण भई हाम्रो बीचमा वास गर्नुभयो। उहाँको महिमा हामीले देख्यौँ, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्र जस्तो थियो। अनि त्यही वचन चाहिँ देहधारी हुनुभयो। उहाँ वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि त्यही वचन चाहिँ देहधारी हुनुभयो। किन देहधारी हुनुभयो भन्दाखेरि त्यो वचन चाहिँ हामीमा अनुग्रह र सत्यताले पूर्ण भइकन वास गर्नको लागि, तपाईँ र मसँग वास गर्नको लागि त्यो वचनले चाहिँ देहधारी गरेको। अनि येशू देहधारी हुनुभयो अनि तपाईँ र मेरो बिचमा, तपाईँ र ममा उहाँको जीवन छ। त्यसै गरी हामी
पहिले योहन्ना 5 को 20 लाई पनि हेर्नेछौँ। यहाँ यसरी लेखेको छ, हामी जान्दछौँ कि परमेश्वरको पुत्र आउनु भएको छ, जो सत्य हुनुहुन्छ, उहाँलाई चिन्न सकौँ भनेर उहाँले हामीलाई समाज दिनुभएको छ। जो सत्य हुनुहुन्छ, हामी उहाँमा छौँ, अर्थात् उहाँको पुत्र येशू ख्रिस्टमा उहाँ नै परमेश्वरको उहाँ नै साँचो परमेश्वर र अनन्त जीवन हुनुहुन्छ। अनि पुत्र येशू ख्रिस्ट नै अनन्त जीवन हुँदो रहेछ, होइन? अघि हामीले के हेर्दै थियौँ भन्दाखेरि सुसमाचार योहन्ना 3:1 पुत्रलाई विश्वास गर्नेले चाहिँ अनन्त जीवन पाउँछ भनेर हामी हेर्दै थियौँ, होइन? हामीले त्यहाँनिर के बुझ्दै थियौँ भन्दाखेरि पुत्र र अनन्त जीवन चाहिँ अलग अलग कुरो हो भन्ने कुरा बुझिरहेको थियौँ। तर यो वचनले हामीलाई के भन्दछ भन्दाखेरि उहाँको पुत्र नै अनन्त जीवन हुन्छ, येशू नै अनन्त जीवन हुनुहुन्छ। अनि त्यो जीवन चाहिँ तपाईँ र मेरो बिचमा आज परमेश्वरले दिनुभएको छ। अनि तपाईँ र मैले जान्नुपर्ने कुरा चाहिँ यही हो कि तपाईँ र मैले बोकेर हिँडेको, तपाईँ र मभित्र भएको जीवन, तपाईँ र मैले बोकेर हिँडेको जीवन चाहिँ परमेश्वरको जीवित जीवन हो, येशूको जीवन हो। अनि हामीलाई लाग्न सक्छ अब हामी यहाँनिर मऱ्यौँ भने, होइन, कतिलाई लाग्न सक्छ हामीले मऱ्यौँ भने के हामी स्वर्ग जान्छौँ, अथवा हामी स्वर्गमा गएर आफ्नो आफन्तलाई चिन्छौँ कि चिन्दैनौँ, होइन? हाम्रो परिवारलाई हामी अरूलाई चिन्छौँ कि चिन्दैनौँ, साथीभाइलाई चिन्छौँ कि चिन्दैनौँ, हामीलाई त्यो पनि लाग्न सक्छ, होइन? तपाईँले बाइबलमा त्यो बिब्लिकल्ली पनि प्रुफ भएको कुरा हो, धेरै ठाउँ त्यहाँ देखिएको छ। तपाईँले लाजरस र एउटा धनी र एउटा उसको कथा छ नि त्यहाँदेखि लाजरसको, होइन? त्यसमा पनि हेर्नु भने तपाईँले देख्नुहुन्छ। अनि तपाईँले येशूको रूप परिवर्तन हुँदाखेरि त्यहाँनिर चेलाहरू लिएर उहाँ डाँडामा जानुभएको थियो। अनि डाँडामा त्यहाँ जाँदाखेरि चाहिँ त्यहाँनिर के भएको छ भन्दाखेरि मोसा र एलिया देखा परेको छ, होइन? अनि त्यहाँ मोसा र एलिया देखा पर्दाखेरि अनि त्यो चेलाहरूले त पहिले देखेको थिएन, किनभने मोसा र एलिया त धेरै पहिले नै, मोसा धेरै मरिसकेको थियो, एलिया धेरै पहिले नै उठाइसकेको थियो। तर त्यहाँनिर चेलाहरूले चिने। त्यहाँनिर यसोले भन्नु परेन कि ऊ चाहिँ एलिया हो, ऊ चाहिँ जिउँदै स्वर्ग उठाइलगेको थियो, अनि ऊ चाहिँ मोसा हो, पहिले मरेको थियो, अहिले चाहिँ अहिले फेरि भएको हो भनेर भन्नु परेन। त्यहाँनिर चेलाहरूले चिनेको छ। किन चिन्यौँ भन्दाखेरि नि हामी तिनीहरूभित्र चाहिँ अनन्त जीवन भएकोले, परमेश्वरको जीवन भएको कारणले गर्दाखेरि, त्यो परमेश्वरको आत्मा भएको कारणले गर्दाखेरि मोसा र एलियालाई उनीहरूले चिन्यो। त्यो पनि प्रश्नसँग चिन्यो। यसैले भन्नु परेन कि ऊ चाहिँ मोसा हो, ऊ चाहिँ एलिया हो भन्नु परेन। उनीहरूले चिनिकन उनीहरूले के भन्यो भन्दाखेरि प्रभु अब हामी यो ठाउँ त राम्रो ठाउँ रहेछ, हामी यहीँ बसौँ, तपाईँको लागि एउटा वासस्थान बनाइदिउँ, मोसाको लागि एउटा, एलियाको लागि एउटा वासस्थान बनाइदिउँ भनेर भनेको छ, होइन? अनि त्यसै गरी हामी पनि जब हामी स्वर्गमा जान्छौँ हामी एकअर्कालाई चिन्न सक्छौँ, हामी प्रष्ट रूपमा चिन्न सक्छौँ। हामी संसारमा मात्रै हो, सँगै सुतेको श्रीमतीलाई पनि चिन्न नसकेर कस्तोसँग चाहिँ बिहा भएछ, यो कस्तोसँग चाहिँ म फसेँ, होइन? श्रीमानलाई पनि कस्तो चाहिँ श्रीमान मैले भेटाएको छु, कस्तोसँग चाहिँ म परेँ, आजसम्म मैले चिन्न सकेको छुइनँ भनेर। संसारमा मात्रै हो, स्वर्गमा हामी क्लियर रूपमा चिन्छौँ। किन चिन्छौँ भन्दाखेरि परमेश्वरको आत्मा, परमेश्वरको जीवन हामीमा भएको कारणले गर्दाखेरि हामी एकअर्कालाई त्यहाँ चिन्न सक्छौँ, किनभने यो कुरा चाहिँ बिब्लिकल्ली प्रुफ छ। त्यसै गरी सुसमाचार योहन्ना 3:36 पढ्नुहोस् त। जसले पुत्रमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ। यहाँ पनि भनेको छ अनन्त जीवन के हो भन्दाखेरि चाहिँ जसले पुत्रमाथि विश्वास गर्यो, जसले पुत्रलाई विश्वास गर्यो त्यससित अनन्त जीवन छ। तपाईँले जुन दिन चाहिँ येशू प्रभुलाई मेरो मुक्तिदाता अनि प्रभु भनिकन ग्रहण गर्नुभयो
त्यही दिन नै त्यो परमेश्वरको त्यो नबन्नेको जीवन त्यो चाहिँ जोय लाइफ तपाईँको जीवनमा आएको छ। यति मात्र हो, तपाईँले त्यो कुरालाई थाहा पाइरहनु भएको छैन, बुझ्नु सक्नु भएको छैन, तर तपाईँभित्र चाहिँ परमेश्वरको जीवन छ। त्यसै गरी यूहन्ना 17:3 पददेखि कसरी पढिदिनुहोस् त। अब अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँले मात्र सत्य परमेश्वरलाई चिनुन् र तपाईँले पठाउनु भएको येशू ख्रीष्टलाई चिनुन्। अनि अनन्त जीवन चाहिँ के रहेछ भन्दाखेरि परमेश्वरलाई चिन्नु अनि उहाँले पठाउनु भएको पुत्रलाई चिन्नु, पाउनु, उहाँलाई ग्रहण गर्नु नै अनन्त जीवन हो। अनि अनन्त जीवन भनेको चाहिँ के मात्रै रहेछ भन्दाखेरि अविनाशी जीवन मात्रै होइन रहेछ, कहिले पनि नाश नहुने जीवन मात्रै होइन रहेछ। अनन्त जीवन भनेको चाहिँ परमेश्वरकै जीवन, येशू ख्रीष्टको जीवन, पुत्रको जीवन चाहिँ अनन्त जीवन रहेछ। त्यस कारणले गर्दाखेरि हामी कहिले पनि मर्दैनौँ। अनि तपाईँ र मैले चाहिँ हामी सधैँभरि हामी मऱ्यौँ भने पनि बाँच्नेछौँ होइन। त्यस कारणले हामी डराउनु हुँदैन। तपाईँ र मैले सुसमाचार प्रचार गर्नको लागि होइन, हामीमा भएको त्यो जीवन अरूलाई सिधै पाएको जीवन अरूलाई दिनको लागि हामी डराउनु हुँदैन। कतिपटक हामी हाम्रो त्यो सुसमाचारी जीवनलाई हामी मानिसको सामु प्रकट गर्दैनौँ। कतिपटक त हामी म क्रिस्चियन हुँ भनेर पनि भन्न सक्दैनौँ मान्छेको सामु, किन भन्दाखेरि हामीमा डर छ। कतिपटक चाहिँ हामीलाई यिनीहरूले के गर्ला, मार्ला, यो गर्ला, त्यो गर्ला होइन भन्ने डरको कारणले गर्दाखेरि पनि हामीभित्र भएको त्यो शक्तिशाली जीवनलाई हामीले नबुझेको कारणले गर्दाखेरि हामी हाम्रो गवाही दिन पनि डराउँछौँ, सुसमाचार हामी प्रचार गर्न डराउँछौँ। पावलले भनेको छ कि त्यसैले पावलले पनि यो कुरालाई बुझेको थियो अनि उसले भनेको छ कि अब उपरान्त जिउने म होइन, म भित्र चाहिँ ख्रीष्ट हुनुहुन्छ। किन उसले त्यसो भन्नु भन्दाखेरि चाहिँ उसले पनि बुझेको थियो म भित्र अब जिउने चाहिँ मैले पाइसकेको जीवन चाहिँ मेरो जीवन होइन, त्यो चाहिँ परमेश्वरको जीवन, पुत्रको जीवन हो। अनि येशू प्रभु ममा जिउनुहुन्छ। अनि अर्को ठाउँ पनि भनेको छ के अरे पावलले के भनेको छ त्यहाँनिर भन्दाखेरि म जिउनु चाहिँ ख्रीष्ट हो, मर्न चाहिँ लाभ हो होइन। म जिउनु चाहिँ ख्रीष्ट हो। एफएसी 1:21 त्यहाँ हेर्नुभयो भने त्यसरी लेखिएको छ कि म जिउनु चाहिँ ख्रीष्ट हो, मर्न चाहिँ लाभ हो। किन त्यसरी भन्यो भन्दाखेरि अब मैले जिउने सारा जीवन चाहिँ ख्रीष्टको जीवन म जिइराखेको छु। संसारमा जति पनि म जिउँछु, बाँच्छु, त्यो चाहिँ ख्रीष्ट म भित्र भएर जिउनुहुन्छ। अनि मर्नु लाभ किन भन्दाखेरि चाहिँ मैले संसारमा चाहिँ कष्ट भोग्नु पर्दैन, म चाहिँ सिधै स्वर्गमा जान्छु। किनभने मसँग अनन्त जीवन भएको कारणले होइन, मसँग अनन्त जीवन भएको कारणले त्यो अनन्त जीवनले चाहिँ त्यो परमेश्वरको जीवनले चाहिँ मलाई सिधै नै स्वर्ग लगेर जान्छ भन्ने कुरो चाहिँ ऊ चाहिँ एसुरेन्स उसमा कन्फिडेन्स थियो। त्यस कारणले मर्न चाहिँ मेरो निम्ति लाभ हो भनेर चाहिँ भनेको छ। त्यस कारणले परमेश्वरको सुसमाचारको खातिर, येशूको सुसमाचारको खातिर हामी डराउनु हुँदैन। मर्नको लागि, बाँच्नको लागि, यदि हामी बाँच्छौँ भने ख्रीष्टको लागि बाँच्छौँ, ख्रीष्ट चाहिँ हामी भएर बाँच्नुहुन्छ। अनि यदि हामी मर्छौँ भने हामी अनन्त जीवन पाउँछौँ, हामी स्वर्गमा हामी चाहिँ आँखा खोल्नेछौँ। अनि यदि उपरान्त हामी यहाँ मऱ्यौँ भने चाहिँ हामी मरेको होइन, हामी चाहिँ सरेको होइन। आज हामी शरीरको लागि यति फिक्री गर्छौँ, यति हामी त्यो शरीरकै लागि मात्रै हामी यो कुराहरू गर्छौँ, एक दिन यो शरीर नाश भएर जान्छ होइन। तर हामीले फिक्री गर्नुपर्ने चाहिँ त्यो अनन्त जीवन, त्यो आत्म जीवनको लागि हो, त्यसको लागि हामी फिक्री गर्दैनौँ। हामी शरीरकै कुराहरूको लागि मलाई यो हात पेट दुख्यो, भुँडी दुख्यो, खुट्टा दुख्यो, प्रार्थना गरिदिनुहोस्, यसो गरिदिनुहोस्, त्यसो गरिदिनुहोस्, मेरो यो भएको छैन, त्यो भएको छैन, मेरो छोरालाई यो भएको छैन, मेरो छोरीलाई यो भएको छैन, मेरो श्रीमतीलाई यो भएको छैन। शरीरकै लागि हामी चाहिँ रात दिन त्यसको उसमा लागेको छौँ। तर हामीभित्र भएको त्यो अनन्त जीवन, हामीभित्र भएको त्यो परमेश्वरको जीवनलाई हामी जुन दिन हामीभित्र भएको परमेश्वरको जीवनलाई हामी असल प्रकारले बुझ्छौँ, तपाईँ र मेरो जीवनमा चाहिँ फरक आउनु सुरु गर्छ। तपाईँ र मेरो जीवनमा चाहिँ परिवर्तन आउनु सुरु गर्छ। तपाईँ र मेरो जीवनमा चाहिँ अटोमेटिक रूपमा सँगै आउनु सुरु गर्दछ। तपाईँ मेरो जीवनमा चाहिँ अटोमेटिक रूपमा छुटकारा आउनु सुरु गर्दछ। तपाईँ र मेरो वरिपरि आएको समस्याहरूलाई तपाईँले आफै परास्त गर्न सक्नुहुन्छ, किनभने तपाईँभित्र चाहिँ परमेश्वरको जीवन छ, त्यो अनन्त जीवन छ।
यहुन्ना 3को 15 पद कसरी पढ्दिनु? यहुन्ना 3को 15 पद। तपाईँले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनी म प्रार्थना गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट सुरक्षित राखिदिनुहोस्। यो भएन त्यो यहुन्ना 3को 13 सुसमाचार 3को 15 पद। जसले उहाँमाथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ। आमेन। आमेन। अनि उहाँमाथि पनि विश्वास गर्नेले चाहिँ अनन्त जीवन पाउने रहेछ भन्ने कुरो चाहिँ वचनले हामीलाई बताउँदछ। अनि तपाईँले हिब्रूको पुस्तकमा चाहिँ हेर्नुभयो भने पुरानो करारको मानिसहरूले पनि यो जीवन पाउनलाई चाहिँ उनीहरूले धेरै कोसिस गरेका थिए। त्यहाँनिर भनेको छ तपाईँले गलाती 2को 20 पद एकचोटि पढ्दिनुहोस् त त्यहाँले। गलाती 2को 20 म क्रुससँगै क्रुसमा टाँगिएको छु। सरी भनेर 2को 20 गलाती 2को 20 चाहिँ भयो है। हजुर हिब्रू 39 को 40 रहेछ। सरी हिब्रू 39 को चाहिँ नभन्नु, हिब्रू 39 को 40 पद। 39 सम्मै छैन। 3 को 40 चाहिँ होला जस्तो लाग्यो मलाई। 39 पद। 39 पद चाहिँ हो कि त्यो चाहिँ 3 को हो। 3 3को 40 हो कि तपाईँले भन्नुपर्छ। 39 पद। 39 छ हिब्रू 3 को छैन। 19 19 होला त्यसो भए। 19 के छ तपाईँको पढ्दा कति? यसैले हामी देख्दछौँ अविश्वासको कारणले नै तिनीहरू पस्न सकेनन्। 3को 11 को चाहिँ 39 रहेछ। लेखेको छ तिनीहरू सबैले आफ्नो विश्वासको निम्ति ठुलो प्रशंसा पाए र प्रतिज्ञा गरिएका कुराहरू पाएनन्। परमेश्वरले हाम्रो लागि अझ असल योजना राख्नु भएको थियो ताकि हामीसँग मात्रै तिनीहरू सिद्ध तुल्याइन्। आमेन। पुरानो करारको विश्वासको नायकहरू अब्राहमहरू, दाउदहरू, होइन, एलियाहरू, यिनीहरूले पनि एकदम थाहा गरेको थियो यो जीवन पाउनको लागि, होइन। उनीहरूले एकदम त्यो आफ्नो विश्वासमा उनीहरू खडा भएको थिए, तर उनीहरूले चाहिँ प्रतिज्ञाको मात्रै पाए, तर यो जीवन पाउन सके। तर परमेश्वरले चाहिँ के राख्नु भएको थियो भन्दाखेरि उनीहरू पनि चाहिँ हामीसँग मात्रै सिद्ध तुल्याइन्, हामीसँग मात्रै चाहिँ उनीहरूले चाहिँ त्यो जीवन प्राप्त गर्न सकुन् भनेर उनीहरूको पालामा त्यो पाएको थिएन। अनि त्यो कुरा चाहिँ हामीसँग मात्रै उनीहरूले सिद्ध गऱ्यौँ भनेर चाहिँ उहाँले राखिदिनु भएको थियो। तपाईँलाई त्यहाँनिर एक ठाउँमा त्यहाँनिर येशू प्रभु चाहिँ जब मृतलोकमा जानुभयो, अनि मृतलोकमा गइसकेपछि त्यहाँनिर कैदमा परेकाहरूलाई उहाँले आफूसँगै माथि लैजानुभयो भनेर भनेको छ। पढ्नु भएको छ कतिजनाले? आफूसँग त्यहाँ 3 दिन 3 रात चाहिँ मृत्युलोकमा जानुभयो, अनि मृत्युलोकमा चाहिँ त्यत्तिकै जानु भएन। येशू ख्रिस्ट आउनुभन्दा उताको आत्माहरूलाई उहाँले सुसमाचार गर्नको लागि जानुभएको थियो। अनि त्यहाँ पनि उहाँले चाहिँ ती आत्माहरूलाई सुसमाचार गरे, जतिले ग्रहण गरे, अनि त्यो कैदमा परेको आत्माहरूलाई चाहिँ उहाँले चाहिँ माथि लिएर जानुभएको छ। यदि येशू प्रभुले चाहिँ त्यसो नगर्नु भएको भए उनीहरू चाहिँ के हुन्थ्यो त भन्दाखेरि पक्षपात गरे जस्तो हुन्थ्यो। येशू ख्रिस्ट चाहिँ अब 2000 उसमा आउनुभयो जस्तो होइन, त्योभन्दा अगाडिको अगाडिको मान्छेहरू चाहिँ के त्यसमा उनीहरूको लागि पक्षपात हुने थियो। अनि त्यस कारणले उहाँ पातालमा जानुभयो, जति बेला चाहिँ ती मरेको मान्छेहरूलाई चाहिँ एक ठाउँ पातालमा चाहिँ लगेर आत्माहरू चाहिँ गएर बस्ने गर्थ्यो। अनि त्यस ठाउँमा गएर चाहिँ उहाँले जतिले विश्वास गरे, उहाँले सुसमाचार गर्नुभयो, जतिले विश्वास गरे उहाँलाई उनीहरूलाई चाहिँ कैदमा पारेर आफूसँग स्वर्ग लाग्नु भएको छ। अनि जब येशू ख्रिस्ट आउनुभयो अनि अनन्त जीवन हामीले पायौँ, अनि त्यहीसँग मात्र उनीहरू चाहिँ सिद्ध तुल्याएको त्यहाँनिर पाउँदछौँ। अनि त्यसै गरी हामी यूहन्ना 14 को 6 पदलाई हामी पढिकन हामी आजको कथनलाई अन्त गरेर यूहन्ना 14 को 6 पद। 14 को 6।
हजुर यो 14को 14 छ। यसुले तिनलाई भन्नुभयो, बाटो, सत्य र जीवनमा नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। आमेन। यसैले के भन्नुभयो? बाटो, सत्य र जीवन जीवन म नै भयो, हुँ। म बाहेक कोही पनि अघि हामीले हेर्दै थियौँ कहाँ जीवन कसमा रहेछ? यसु येशूमा रहेछ। अनन्त जीवन कसमा रहेछ? यसु। येशूमा रहेछ। अनि स्वर्ग जाने बाटो को हुनुहुन्छ रहेछ? येशू हुनुहुन्छ। अनि सत्य को हुनुहुन्छ? संसारमा जति पनि ईश्वरहरू छन् ती ईश्वरहरू भन्दा सत्य चाहिँ को हुनुहुन्छ रहेछ? येशू प्रभु हुनुहुन्छ। अनि आज तपाईँ र मैले येशू ख्रीष्टलाई विश्वास गऱ्यौँ भने त्यहाँ मात्रै हामी अनन्त जीवन पाउँछौँ, किनभने उहाँ बाटो पनि उहाँ हुनुहुन्छ, सत्य पनि उहाँ हुनुहुन्छ, अनि जीवन पनि उहाँ हुनुहुन्छ। अनि आज तपाईँ र मैले, तपाईँ र म भित्र भएको जीवनलाई हामीले बुझ्नुपर्छ, थाहा गर्नुपर्छ। त्यो जीवन चाहिँ तपाईँ र मेरो स्वयं आफ्नो जीवन नभएर येशू प्रभुको जीवन, परमेश्वरको जीवन, परमेश्वरले तपाईँ र मलाई दिनुभएको अनन्त जीवन हो। हुन्छ, आजको वचनलाई म यही राख्नेछु अनि छोटो प्रार्थना गरेर म यहाँबाट बिदा हुन्छु। आउनुहोस् हामी जीवित अनुग्रहकारी धन्यवाद भन्दछौँ, किनभने तपाईँ परमेश्वरले आजको वचनमा तपाईँले आफ्नो कुराहरू राख्नु भएको छ। तपाईँ नै जीवन हुनुहुन्छ, तपाईँ नै अनन्त जीवन हुनुहुन्छ, तपाईँ नै बाटो हुनुहुन्छ, तपाईँ नै सत्य हुनुहुन्छ। अनि तपाईँले हामीलाई दिनुभएको जीवन, पुत्रको जीवन आज हामीले पाएका छौँ। त्यो जीवनलाई हामीले असल प्रकारले हामीले चलाउन सकौँ, चिन्न सकौँ, जान्न सकौँ, त्यसको सबै कुराहरूमा हामीले फाइदा लिन सकौँ। त्यो जीवन चाहिँ आज तपाईँ हामीमा भएर यस संसारमा हामी चिन्न सकौँ। हामी सबैलाई त्यो ज्ञान, त्यो बुद्धिहरू हामीले आजको वचनले हामी सुन्ने सुनाउने दुवैको जीवनमा काम गर्न सकेको सबै बिन्ती पुकारा येशू प्रभुको नाम। आमेन। त्यो समयमा